आजको ल्याब नम्बर कति हो? पहिला सुन्छु खै बिजो लेखा होला नि यहाँको छ आइजो कति हो? ल्याब 1 के थियो हाम्रो? डिभाइसहरु ल्याब 2 प्रिपेयरिङ केबल, ल्याब 3 स्टेट क्रस केबल, ल्याब 4 प्रिपेयरिङ पियर टु पियर नेटवर्क, त्यसपछि ल्याब 5 हो शेयरिङ फाइल है। आज हाम्रो ल्याब 5 के हो? शेयरिङ दि फाइल इन द ल्यान नेटवर्क है। अब यो गर्नका लागि पहिला हामीलाई के चाहियो? एउटा पियर टु पियर नेटवर्क चाहियो। पियर टु पियर नेटवर्क चाहिन्छ, त्यही भएर तिमीहरूले बनाउनु पर्छ नि। पियर टु पियर नेटवर्क कहिले बनाउने हो? तिमीहरूले। मैले यी केबल पनि निकाल्दिए, यी तीनटा केबल युज गर। ल तीनटा केबल युज गरेर म भन्छु, एक एक जनालाई भन्छु, अघि पनि त्यही गरेर मैले एक एक जना आउने गर्ने। ल पहिला केबल जोड्छ। ल तपेन्द्र आइज, तिम्रो नाम तपेन्द्र हो नि? ल केबल जोड, केबल जोड। पत्ता लगाउनु पर्यो नि। अहिले गर्ला र कहीँ गर्ला त्यसलाई दबाउने हो। यस्तो ल्यापटपमा चाहिँ गर। तिमी एउटा केबल जोड, अरू म यसरी जोडाइ त्यो जोड्दै जोडिया छ भनेर कसरी थाहा पाउँछु? मलाई के आउँदैन, म लाटो छु भने कसरी थाहा पाउँछु? खोइ त के छ? 8 नम्बरमा खोइ के देखाएको छ? 8 नम्बरमा मलाई के देखाउँछ? अरूलाई पनि देखाउँछ। बत्ती बलेको छ, त्यही भएर देखाउन बोलाएको छ बत्ती छ साँच्चै हो? त्यसो भने के छ? कनेक्ट भएको छ है। खोइ त यहाँ बत्ती छैन त। छुट्टी गरी किन हालेर फेरि? उल्टो भयो, त्यत्तिकैमा आउँदैन उताबाट। त्यसलाई अलिक तल त भाउनु है। ल तेज आएर त्यो कम्प्युटरलाई जोड। तिमीहरूले गर्ने हो, मैले त सेयरिङ मात्रै सिकाउने हो। यो पुरा आइपी एड्रेसिङ सब तिमीहरूले गर्नु। यता हेर, यहाँ छैन नि त, घरतिर हाले पो हुन्छ। हेर ऊ यहाँ छ, यो छ नि, यो तिम्रो यो ल्यान्ड सकेट हो। यसलाई यस्तो दबाउनु पर्छ कि यसमा मात्रै हो। अनि त्यसपछि यसलाई त्यसरी अब गयो भनेर कसरी थाहा हुन्छ? यो कति नम्बरमा जोडेको छौ? 4 नम्बरमा। 4 नम्बरमा लाइट बल्यो। के अरे तिमी आफ्ना जोड्नेमा जोड झन् राम्रो। सरी टुटे के टुट्या नै अर्को पनि होला नि। यसले गर्छ ल
उल्टो भयो हेर न राम्रोसित सेपहरू कसरी थाहा पाउँछौ तिमी कनेक्ट भयो भने कनेक्ट भयो रे कति नम्बरमा छ 2 नम्बर लाइट बोल्या छ बोलेछ है अब हेर हामीले 3टा कम्प्युटरहरूलाई के गर्यौ अर्को तार छ कसैसित यो तार अलि होलो छ को त्यो मेरो तार चेक गर्दै भन्दै यता 3टालाई जोडेको छु यहाँ 3टा लाइट बोलेको छ कि नै 2 नम्बरमा 4 नम्बरमा 8 नम्बरमा भने चाहिँ चारै केबल के छ तीनै केबल के छन् काम गर्छन् तीनै केबलले के गरिरहेछ काम गरिरहेछ अब तिमीहरूले मलाई हिजो 10 डट वाला हामीले आईपी युज गरेका थियौ के हो त 10 डट मलाई आज तिमीहरूले कुनै 3टा आईपी एड्रेस भन 3टा आईपी एड्रेस भन्नु पर्यो 3टा भन्दा पनि एउटा अर्को पनि लगाइदिन्छु म त्यसमा पनि तिमीहरू गर्नु 4वटा आईपी क्लास सी को रेंज को 4वटा आईपी सबजनाले लेख 4वटा आईपी क्लास सी को प्राइवेट आईपी हो अनि म बोलाउँछु यहाँ एड्रेसिङ गरेर आईपी एड्रेसिङ 4वटा कम्प्युटर छन् 4वटा जना आएर गर्नुपर्छ आज जसले गरेछ भोलि त्यहीको पालो आउन अर्कोले गर्छ भोलि पनि हामीले यति काम चाहिँ सधैँ गरिराख्नुपर्छ यो आईपी एड्रेसिङ देखि लिएर यो काम चाहिँ सधैँ गर्नुपर्छ नेटवर्किङको ल्याबमा है यो भने यो आउँदैन भने चाहिँ केही आउँदैन आईपी एड्रेसिङ नआएपछि अरु कसले के लेखा छ मैले 5 6 10 को हैन त क्लास सी हो यो क्लास सी हो ए बिर्सेर सर अरु क्लास सी होइन खाली बोल्ने मात्र दिनु पर्ने हो क्लास सी 255.000 सबसेट लेख्दै छ है ल उसले मात्रै लेखाएको छ तिम्रो नाम के हो त्यहाँ बस्छ है त्यहाँ उ त्यहाँ फुट्छ कि फेरि फुट्यो भने मैले तिर्नुपर्छ उसले मात्रै लेखा चाहिँ 192.168.10.10 192.168.10.11 192.168.10.12 192.168.10.13 यी 4वटा आईपी एड्रेसिङ गर्नु पर्यो हामीले 4वटा कम्प्युटरमा आईपी एड्रेसिङ गर्ने कसरी हो विन्डोज आर ncpa.cpl लोकल एरिया कनेक्सन भन्ने हुन्छ यदि एक्सपी र विन्डोज 7 छ भने यदि विन्डोज 8 छ भने के हुन्छ इथरनेट भन्ने हुन्छ त्यसमा राइट क्लिक गरेर प्रोपर्टी बनाउने त्यसपछि कहाँ जाने इन्टरनेट प्रोटोकल भर्जन 4 मा जाने अनि युज द फ्लोइङ आईपी गरेर आईपी एड्रेस टाइप गर्ने ल बंशीधर आइजाऊ यसमा आईपी एड्रेस सेट गर फटाफट गर है यसमा गर भन्छु नि त म नजानेपछि सिकाउँछु त जाने छैन भने के गर्ने हैन अनि जाने छैन विन्डोज आर त विन्डोज आर यो विन्डो हो यो आर हो विन्डोज अब दबाउ यो विन्डो यो आर सँगै दबाउ त्यो ncpa.cpl लेख यो एन दबाउ
यो सी दबाऊ त्यो पी ए दबाऊ डट दबाऊ यो डट खोइ त्यो दबाऊ त मलाई पनि बिर्सिहाल्यो ए दबाऊ डट सी दबाऊ सी कहाँ छ खोज यहाँ छ सी पी यहाँ छ एल यहाँ छ इन्टर हाल्नु इन्टर बनाए यहाँ छ इन्टर हान्यो त्यसपछि यसमा राइट क्लिक गर त्यसपछि प्रोपर्टिजमा जाने त्यहाँ क्लिक गर अनि गएर यसलाई स्क्रल गर अलि तलतिर ल्याऊ यहाँ हेर स्क्रल गर्ने भने यहाँ छुने हो यहाँ ल्याएर यहाँ इन्टरनेट प्रोटोकलमा क्लिक गर यहाँ इन्टरनेट प्रोटोकल त्यसपछि यहाँ प्रोपर्टिजमा जाऊ क्लिक गर लेफ्ट नै राइट लेफ्ट क्लिक गर आयो अब यहाँ तिमीले यो एड्रेस सेट गर यस्तो आयो भने के गर्ने पहिला माथि क्लिक गर्ने अप्टेन यहाँ लेखिया छ भने त्यहाँ क्लिक गर्ने त्यहाँ त्यसपछि युजमा जाऊ युजमा क्लिक गर त्यसपछि यो एउटा एड्रेस हाल्यो यहाँ गएर लेख्ने यो कापी हाल्ने हैन नि फेरि हालेपछि लेख्ने हो यो देख 19 माथि छ कि पर 19216 किबोर्ड चिन्ने गर है किबोर्ड यति पनि न पढ्दैन भने त सिद्धिको त घरमा यहाँ आउनु पर्यो ल्याबमा गर्नु पर्यो यहाँ हेर 168.10.10 छ इन्टर यहाँ गएर इथरनेटमा जाऊ यसमा गराउँछु यसमा क्लिक गर ल इथरनेटमा राइट क्लिक गर इथरनेटमा गएर राइट क्लिक गर पहिला यहाँ क्लिक गर्ने इथरनेटमा क्लिक गर यहाँबाट सब फेरि डाउन क्लिक गर प्रोपर्टिजमा गएर यो आइपी लाई चेन्ज गर्नु यसमा हेर यस्तो राइट क्लिक गरे यहाँ प्रोपर्टी राइट क्लिक गर होला यतापट्टिको यो उता ल्याऊ यहाँ सेलेक्ट गर मेले दाबा ल यहाँ जाऊ न तल प्रोपर्टी हो त्यसलाई तल ल्याऊ अनि यसलाई तल गर यहाँ एरोमा क्लिक गर यहाँ दाबा यसलाई दाबा न यो छ नि त्यसलाई दाबा अझै त्यो आइपी एड्रेसमा ल्याउ यसमा सेलेक्ट गरेर प्रोपर्टी यहाँ लास्ट यसमा लास्ट अब यसलाई चेन्ज गर्नको लागि यहाँ क्लिक गर त्यसपछि फेरि फ्लो आइपीमा जाने तल यहाँ टाइप गर 192 डट ओके गर न 13 दबायो तिमी 14 दबायो आइपी 14 गर्नलाई त नम्बर हाल्नलाई 15 दबाउनु सर 224 को बीचमा जति पनि हुन्छ 192.168 हो 13 हुन्छ त 168 डट कति हो 10.13 त्यसपछि गएर यसमा क्लिक गर्ने अब ओके चेक गर्नलाई विन्डोज आएको सीएमडी कमान्ड सीएमडी टाइप गर 192.168 हानेको इन्टर हान यहाँ आइपी कन्फिग लेख त्यो 19 आइपी पहिला हाल्ने हो त्यसपछि 192 जति हालेको त्यहाँ हेर तिमीले राखेको आइपी यहाँ देख्यौ कि नै अब यही कुरा हो सिम अनि गर्नु त अनि अझ फेरि समाप्ति गर्नुपर्ने हो सर उ हेर यहाँ यहाँ प्रोपर्टी देख्यौ ए सुसित गर त्यो भइसक्यो कोहीले गर्न नपाएको छ
हामी गर्छ के थिच्नु फटाफट गरायो एनसीपी टाइप गर यसमा CDM एनसी त्यही टाइप गरेर भइहाल्छ CDM एनसीपी शरीरमा सब फरवर्ड गरेर आज यहाँ त मैले ल्याएको छु सानोतिर मैले गाइड गर्नु मेरो रुममा छोडिदिनु म हालेर ल्याइदिनु अनि इन्टरनेट प्रोटोकल भर्जन मैले बिहान सम्झेँ म सुते आउँ क्या यहाँको जब मैसुरले गर्ने त्यसलाई काट्नु जस्तै यो कनेक्सन मेरोमा छ कि 30 होइन त्यसलाई काट्नु है अब के दबाउ के कुलन दबाउ कति राखा त तिमीलाई कुलन दबाउ त्यसलाई काट ए याद हो यार सीएमडी लाई पनि अब विन्डोज आर सीएमडी दबाउ इन्टर ओके अब यहाँ चाहिँ आईपी एफआई कहाँ छ तिम्रो आईपी त्यति हो हेर्नु सेयरिङ मात्र सेयरिङ मैले आउँछ तिमीहरूलाई आईपी एड्रेस सिकेर आउने ल यो भयो पछि गर्नु तिमी तेज गर्ने अब फटाफट सेयरिङ गरौँ है विन्डोज आर एनसीपी ल पिङ अब गराउने हो त सिकाऊ देउलाई पुरा काट यसलाई पुरा काट 168 हैन कि यसमा क्लिक गर है यसमा क्लिक गर कि यो माउस यसमा यसलाई काट ब्याक यसमा क्लिक गर ncp.cp अरे सियो है त इन्टर दाबी तिमीले यार त्यहाँनिर जाब न ब्याक यो छ ब्याक ncp.cp टाइप गर आईपी एड्रेस मा ल्याऊ पहिला इन्टर लास्टमा यसमा यता नेटमा डट क्लिक गर ओके गर आफ्नो सेरियल यसमा राइट क्लिक गर आईपी एड्रेस प्रॉपर्टी में जाओ प्रॉपर्टीज में जाओ इसमें ताला ले आओ इसको जम्मा ताला ले आओ क्लिक गर त्यसपछि लेखिन्छ त्यहाँ ताला ये जो प्रोटोकॉल में क्लिक करो बडी लाग्यो क्लिक कर प्रॉपर्टी में जाओ 192 जाओ क्लिक करो क्लिक एक डबल क्लिक माउस करना यार इसमें तो अब 10 में जाओ 40 ल अब लाने इसमें यूज में जाओ यूज में ताला ताला में जाओ ठीक छ ल इन्टर इसमें आफ्नो वाइपी एड्रेस है सेरियल उठेर 1 कति छ 1 क्लिक गर टाइप गर्दैछौ कि के गर्दैछौ तिमी त्यहाँ क्लिक त गर अनि तिमी सिकाउनेवाला के हो टाइपै भएको छैन सिकाउनु पर्छ त्यहाँ 168 तिम्रो याद छैन विन्डोज 10 के लेख्नु भने यार 10
डट गर्न सिपी त्यो 13 कति हो त्यो 13 तल त्यसमा पासमा यसमा क्लिक गरे यसमा डट तल गर्न क्लिक यहाँ हुन्छ क्लिक यार यो इन्टर हाने यहाँ अब इन्टर क्लिक गर यो भगा क्लिक गर्न ओके कर दियो आइसक्यो थियो फेरि ओके गर्न एडमा क्लिक गर क्लोज कर दियो अब रिड मात्रै गराउने त्यो पनि कर दियो त्यसैमा क्लिक हैन राइट पनि गराउनु अर्को चाहिँ पनि अब विन्डो आर जाऊ छिटो हो अब शेयरिङ हो त्यो देखाउँदैन अहिले प्रोपर्टिजमा माथि अब तल सर अनि डाइरेक्ट सेभ गर्न के हो आईपी कर क्लिक गर आईपी इलेक्ट्रा प्राइमेट 19 इले ब्याक गर्न यार तिमी त 16 आईपी ए सीएमडी टाइप गर आईपी को 10 सीएमडी यहाँ सीएमडी गर पनि आईपी गर्ने सब लाइट ओके गर अब ओके गर ओके यो गर्न या इन्टर गर्न त्यसपछि यहाँ बसी इन्टर अब सीएमडी आईपी गर्न फिल सीएमडी लेख आईपी गर्न फटाफट टाइप गर बेसिक चीज हो के सिक्छ से नंबर थाहा छैन कोही सी लेख आईपी आईपी एन दबाउ एन काटा त्यसलाई ब्याक एप कहाँ छ हैन कहाँ कहाँ छ आएगा जी बीचमा छ अच्छा नि पाउँदैन काडा जी को त हाँस्ने हो त देखाइदिनु पर्यो आई जी इन्टर आना 55 इन्टर आना लेख्यो तिम्रो आईपी आयो ल फिनिश भयो अब फिनिश ल गणेश जाऊ त ल आफ्नो सिटमा जाऊ तिमी त्यही बस ठिक छ ल आईपी कसरी सेट गर्ने हो त ncpa.cpl टाइप गरेर त्यसपछि गएर प्रोपर्टिजमा गएर अनि त्यसपछि गएर त्यहाँ इन्टरनेट प्रोटोकल सेट गर्ने है त्यो त सबैलाई आयो अब आईपी सेट गरिसकेपछि हामीले कनेक्सन चेक गर्नुपर्छ के गर्नुपर्छ कनेक्सन चेक गर्नुपर्छ आईपी हामीले के गर्यो यिनीहरुले त्यो हेर्न पाउँछन् अनि के गर्नु हामीले आईपी कसरी सेट गर्ने भन्ने कुरा त सिक्यौ नि अब आईपी एड्रेस सेट गरिसकेपछि हामीले कनेक्सन चेक गर्नुपर्ने हुन्छ जस्तो यो कम्प्युटर तिम्रो कम्प्युटरको आईपी एड्रेस कति छ यो कम्प्युटरको आईपी एड्रेस कति छ कति छ तिमीले म यहाँ चेक गर्छु फटाफट विन्डोज आर सीएमडी आईपी कन ठीक यसको चाहिँ 12 छ यसको कति छ 12 यसको सीएमडी आईपी कन 13 ठीक यसको चाहिँ 13 छ अब यसको चेक गर्ने हो विन्डोज आर सीएमडी आईपी कन्फिग हेर न कति छ ल यसको 15 छ यसको कति 12 यसको 13 यसको 15 त्यसको 14 म यो कम्प्युटरबाट यी चारै कम्प्युटरसित कनेक्सन छ कि छैन पहिला त्यो चेक गर्ने कतिवटामा शेयर गर्नु छ त्यो बीचको कनेक्सन चेक गर्ने तरिका भने के हो विन्डोज आर सीएमडी दबाएर पिङ दबाउने के दबाउने पिङ लेख्ने त्यसपछि स्पेस गर्ने एक स्पेस दिइसकेपछि जस्तो यो कम्प्युटरको चेक गर्ने हो कि यो कम्प्युटर चेक गर्ने हो कि त्यो कम्प्युटर ल मैले यो कम्प्युटरको चेक गर्दै छु भने यो कम्प्युटरको आईपी एड्रेस कति छ 12 अर्थात 192.168.10.12 मैले पिङ स्पेस यसको आईपी एड्रेस टाइप गर्नु पर्यो 192.168.10.12 रिक्वेस्ट टाइम भएन सर कति हो आईपी एड्रेस छैन रिक्वेस्ट सेभ गर्नु यसको कति हो
ल यो र यो बिचमा भइराखेको छ है ल यता कुरा सुन यसको आइपी एड्रेस कति हो 13 यसको 13 हो नि म 15 हान्छु जस्तो यता कुरा सुन हिजोको जस्तै भयो यसले यसलाई गर्दाखेरि के भन्यो रिक्वेस्ट टाइम आउट भन्यो यसको एडमिनिस्ट्रेटिभ डिसेबल छ यसलाई म इनेबल गरिदिउँला आज मलाई दिदिनु है म यसलाई इनेबल गरिदिन्छु भोलिदेखि यो प्रब्लम पनि आउँदैन अनि अब जस्तो यसको 13 छ यसको कति छ 13 छ यसको कति 15 छ मैले यसबाट यसको चेक गर्नलाई के दबाएँ पिङ दबाएँ के दबाएँ 12 मा आइरा छैन त्यही त प्रब्लम छ यता कुरा सुन यसको कति त 13 यसको मैले पिङ गराउँदाखेरि यहाँ के गरे 13 टाइप गरे 13 टाइप गर्दाखेरि के भयो यहाँ रिप्लाई भइरहेछ यहाँ हेर रिप्लाई फ्रम भनेर आछ सानो अक्षर छ तर रिप्लाई फ्रम भनेर आछ इज सेन्ट इक्वल टु 4 रिसिभ्ड इक्वल टु 4 त्यही भएर यो र यो कम्प्युटर बिचमा के छ कनेक्सन ठीक छ यसको आइपी कति हो 15 कति हो 15 म 15 लाई पिङ गर्छु हेर पिङ गर्यो भने के भयो रिप्लाई फ्रम भनेर आयो भनेपछि यो र यो कम्प्युटर बिचमा के छ कनेक्सन छ अब त्यो कम्प्युटरमा चेक गरौँ त्यो कम्प्युटरको आइपी कति हो 14 म यो कम्प्युटरबाट चेक गर्छु 14 रिप्लाई फ्रम भनेर आयो भनेपछि यो कम्प्युटर र त्यो कम्प्युटर पनि के छ कनेक्सन छ त्यहाँ चेक गर त चेक गर्नलाई यो एकचोटि टाइप गरेछ भने यो अनि चाहिँ 13 इन्टर दबाउ त के भन्यो फेलियर भन्यो है त्यो छोड्दियो जनरल फेलियर भन्यो सामान्य फेलियर भन्यो अब यसबाट हेर अब हेर म फाइल जस्तो कनेक्सन जोसँग छ है अब म फाइल कसरी सेयर गर्ने त्यो सिकाउँछु फाइल सेयर गर्नका लागि कुन फाइल सेयर गर्ने हो त्यसलाई फोल्डर बनाउने वा फाइल डाइरेक्टली पनि सेयर गर्न मिल्छ है जस्तो म चाहिँ यो फाइललाई सेयर गरेर एकैछिन त यो फाइललाई सेयर गरेर म यो कम्प्युटरबाट प्ले गर्छु अहिले यो कम्प्युटर कहाँबाट प्ले यो फिल्म कहाँबाट प्ले हुन्छ यहाँबाट मात्रै प्ले हुन्छ अब म यसलाई सेयर गरेर यहाँबाट प्ले गराउँछु है कसरी गर्ने भनेपछि कुनै फाइल वा फोल्डरमा जसलाई सेयर गर्नु छ त्यसलाई के गर्ने राइट क्लिक गर्ने के गर्ने राइट क्लिक गर्ने त्यसपछि सेयर विथमा जाने केमा जाने सेयर विथमा त्यसपछि गएर स्पेसिफिक पिपुलमा के गर्ने क्लिक गर्ने त्यसपछि गएर यहाँ गएर एभ्रीवान भन्ने हुन्छ के हुन्छ एभ्रीवानलाई के गर्ने सिलेक्ट गर्ने एभ्रीवान सिलेक्ट भयो त्यसपछि गएर एड भन्ने बटन छ नि एड भन्ने बटनलाई क्लिक गर्ने एड भन्ने बटनलाई क्लिक गरिसक्यो भने यहाँ पर्मिसन लेभल छ के छ पर्मिसन लेभल यदि रिड मात्रै गरेछ भनेपछि अरु कम्प्युटरबाट त्यसलाई रिड मात्रै गर्न पाउने भयो राइट गर्न पाउँदैन यदि राइट पनि राखिदिया छ भने रिड पनि गर्न पाए राइट पनि गर्न पाए मैले अहिले रिड मात्रै राख्दिए के राखे रिड मात्रै अब मैले यो फाइल सेयर भयो अब यो फाइल त सेयर भएको फाइल कसरी हेर्ने त दुई तरिकाले हेर्न सकिन्छ एक तरिका नेटवर्कमा क्लिक गरेर डिस्कभर गर्ने अर्को तरिका कमान्डबाट है म दुईटै सिकाउँछु पहिला सुरु म नेटवर्कमा जान्छु जस्तो मैले यो कम्प्युटरबाट एक्सेस गर्नु छ को यो कम्प्युटरबाट एक्सेस गर्नु छ भने नेटवर्कमा जाने कहाँमा जाने नेटवर्क यहाँ हेर यो डेस्कटपमा के छ नेटवर्क भन्ने छ नि यसमा क्लिक गर्ने यसमा क्लिक गरिसकेपछि यसले एकछिन सर्च गर्छ जस्तो यहाँ पनि क्लिक गर्न मिल्छ नेटवर्कमा क्लिक गरे नेटवर्कमा क्लिक गर्ने बित्तिकै यसले एकछिनमा सर्च गर्छ सर्च गर्दैछ नि त्यो हरियो आउँदैछ हेर यहाँ कतिवटा कम्प्युटर पायो यसले ए भन्ने कम्प्युटर पायो एडमिन पायो र मोहन पायो मोहन भन्ने कम्प्युटर त उसको हामीलाई थाहा भइहाल्यो ए भन्ने कम्प्युटर कसको भनेर आफ्नो कम्प्युटरको चिन्नका लागि जस्तो यसमा कम्प्युटरको नामलाई चेक गर्ने कम्प्युटरमा राइट क्लिक गर्ने प्रोपर्टिजमा क्लिक गरेर यो कम्प्युटरको नाम के छ कम्प्युटरको नाम देखाउने हो यो के छ एडमिन भन्ने जो देखाएको छ त्यो कसको रहेछ त कैलाशको रहेछ कसको कैलाशको रहेछ जो अब यता गएर क्लिक गर अब यो कम्प्युटरमा राइट क्लिक गरेर प्रोपर्टिजमा जाऊ मेरो कम्प्युटरको नाम दिने एसपीसी हो यसबाट आएन है यो अलि सर्टकट निकालेको छ त्यही भएर यहाँ गएर सिस्टम प्रोपर्टिजमा जाने यहाँ गएर यो कम्प्युटरको नाम के छ ए भन्ने कम्प्युटर यो हो एडमिन भन्ने कम्प्युटर यो हो मोहन चौधरी भन्ने कम्प्युटर त्यो त्यही भएर एक तरिका चाहिँ यो नेटवर्कबाट सजिलै एक्सेस गर्न मिल्छ मैले अब यो फाइल एक्सेस गर्नका लागि मेरो यो नेटवर्क भन्ने
जो यसलाई क्लिक गर्ने तिमी पनि क्लिक गर अन्त देखा नहीं सर ए केवल त्यसलाई रिफ्रेस गर ल म यसबाट चाहिँ एक्सेस गर्दैछु है यसबाट मैले कुन कम्प्युटरको फिल्म हेर्नु पर्ने हो एडमिन भनेपछि मैले कसमा जानु पर्यो एडमिनमा एडमिनको पनि कहाँ थियो डेस्कटप अब हेर यहाँ के माग्यो युजर नेम एन्ड पासवर्ड भनेपछि हामीले सेयरिङ त गऱ्यौँ सेयरिङ कस्तोमा इनेबल छ त युजर नेम र पासवर्ड त्यही भएर हामीले त्यसलाई के गर्नुपर्ने हुन्छ टर्न अफ गर्नुपर्ने हुन्छ के गर्नुपर्छ टर्न अफ त्यसको लागि चाहिँ विन्डोज आर दबाउने के दबाउने विन्डोज आर त्यहाँ गएर के टाइप गर्ने कन्ट्रोल टाइप गर्ने कन्ट्रोल टाइप गरेपछि यहाँ नेटवर्क एन्ड सेयरिङ सेन्टर भन्ने छ के छ नेटवर्क एन्ड सेयरिङ सेन्टर यसमा गएर चेन्ज एडभान्स सेयरिङ भन्ने छ के छ चेन्ज एडभान्स सेयरिङ यसमा क्लिक गर्ने यसमा क्लिक गरेर पहिला प्राइभेटमा जाने प्राइभेटमा के छ टर्न अन छ यसलाई पनि के गरिदिने टर्न अन गर्ने सबैलाई टर्न अन गर्ने त्यसपछि सेभ चेन्ज फेरि चेन्ज एडभान्स सेयरिङमा गएर अघि त्यही गरे पनि हुन्छ केही हुन्थेन त्यसपछि गएर गेस्ट चाहिँ दुईटै अन छ टर्न अन हुनु पर्यो क्या सबै अल नेटवर्कमा गएर यसमा पनि टर्न अन अनि हेर यहाँ तल टर्न अन पासवर्ड प्रोटेक्टिङ सेयरिङ भनेको नै यदि पासवर्ड प्रोटेक्टेड सेयरिङलाई टर्न अन छ भने एक्सेस गर्नुभन्दा अगाडि के माग्छ पासवर्ड माग्छ त्यसलाई मैले के गरिदिनु पर्छ टर्न अफ गर्नु अघि त्यहाँ के मागेको थियो पासवर्ड मागेको थियो अब यो गर्ने बित्तिकै त्यहाँ के माग्दैन पासवर्ड माग्दैन जस्तो हेर अब एडमिनलाई मैले एक्सेस गर्न खोजेँ खुल्यो यसको कहाँ छ त यो डेस्कटपमा छ कि छैन यो फाइल भनेपछि यो युजरमा जाने कहाँ जाने युजरमा त्यसपछि यो कम्प्युटर भन्ने हो यो के हो कम्प्युटरभित्र डेस्कटपभित्र एउटा फिल्म यो आयो कि आएन द क्राउड्स भन्ने फिल्ममा भनेपछि यसलाई मैले कपी गर्न पनि पाएँ के गर्न पाएँ कपी गर्न प्ले गर्न जे गर्न पनि पाइन्छ है यसलाई मैले के गरेँ यहाँ डेस्कटपमा कपी गरेँ यदि अब एकछिन रुख है त्यसलाई प्ले हुन्छ है त्यसलाई कपी सानो छ आँखै लाग्दैन काम फेरि यसले दिइराखेको छ रिसाउला फेरि त्यो गणेश एकदम राम्रो मान्छ हैन पढ्दैन पढ्न चाहिँ कपी राइट क्लिक गरेँ मैले अहिले रेस्पोन्ड गराएँ नि एउटा तरिका त के रहेछ नेटवर्कमा गएर कम्प्युटरको लागि खोज्ने कम्प्युटरभित्र कुन फोल्डरमा फाइल सेयर छ त्यो अनुसार एक्सेस गर्ने जस्तो म यहाँबाट एउटा फाइललाई सेयर गर्छु मैले सेयर गरेछु सर गरेका छौ अब ल मोहनको हेर्नु पर्यो भने यहाँबाट हेरौँ है मोहनको हेर्नु पर्यो भने मैले नेटवर्कमा जानु पर्यो नेटवर्कमा गएर यसले के गर्छ एकचोटि स्क्यान गर्छ के फाइल सेयर गरेको छौ फोटोहरु छ ए मैले कहाँ जानु पर्यो मोहनको एक्सेस गर्न मोहनमा जानु पर्यो त्यहाँ टर्न अन गर्यो एडभान्स सेयरिङमा जाऊ त्यहाँ के माग्यो यहाँ यसको मतलब के हो हामीले त्यहाँ चेन्ज एडभान्स सेयरिङमा गएर विन्डोज आर कन्ट्रोल दबाऊ कन्ट्रोल बंशीधर कहाँ आयो पछाडि बोल्दैछ त्यो त सिक्नु पर्यो नि सानो मान्छे हेर्न सक्दैन उताबाट सानो मान्छे तिमीहरू कन्सा ठुला छौ र हाइटमा ठुला भएर हुन्छ सिक्दाखेरि केही अप्ठ्यारो भएको छ साथीहरूले केही गरिरहेछन् भनेपछि भन्नु पर्यो नि त्यसपछि के आउँदैन सर सर
त्यहाँ गएर नेटवर्क सेयरिङ त्यहाँ क्याटेगोरीमा जाऊ लार्ज आइकनमा जाऊ नेटवर्क सेयरिङ भन्ने छ नि त्यहाँ ऊ त्यहाँ नेटवर्क सेयरिङ गर्छ त्यहाँ गएर चेन्ज एडभान्स सेयरिङ लेफ्ट प्यानलमा लेफ्ट बायाँतिर बायाँ बायाँ हो तल त्यहाँ गएर टर्न अन अझ तल आऊ टर्न अन डिस्कभरी ठिक छ तल आइजाऊ तल त्यसलाई ठिक छ स्क्रल गर त्यसलाई टर्न गर्दैन अझ तल आऊ पासवर्ड प्रोटेक्टेड छ नि त्यहाँ त्यसलाई अफ गर त्यसपछि अझ तल आऊ पब्लिकमा पनि जाऊ त्यसलाई ठिक छ यसलाई गर अनि पब्लिकमा आइजाऊ पब्लिकको अलि माथि क्लिक गर ऊ त्यहाँ माथि पब्लिक फोल्डर छ नि त्यसलाई पनि टर्न अन गर अलि तल आइजाऊ अलि तल आऊ टर्न अफ गर त्यहाँ पासवर्डलाई अब हेर एकैछिन मोहन भन्ने जो थियो नि अघि के मागेको थियो यहाँ पासवर्ड मागेको थियो अहिले माग्यो ए तिमीले सेयर गरे फोटो आयो आयो यी सबै के आयो फोटोहरू आयो है यहाँभित्र तिमी हेर्न सक्छौ मजाले ए देखिन्छन् मैले टच जस्तै गर्यो ए आयो भनेपछि यसलाई तिमी कपी गर्न पनि पायो कि पाएनौ ए कपी भयो डेस्कटपमा आइसक्यो एउटा फोटो आइसक्यो है यी कपी आयो भनेपछि सेयरिङ गर्नलाई के गर्नु पर्दो रहेछ कुनै पनि फोल्डर पहिला सुरु चाहिँ चेन्ज एडभान्स सेयरिङमा गएर के गर्ने सबैलाई टर्न अन गर्ने पासवर्डलाई टर्न अफ गरिदिने सधैँ पासवर्डलाई टर्न अफ नगर्नु नि फेरि किनकि तिम्रो काम सिद्धियो भने त्यसलाई चाहिँ टर्न अन गरिदिनु नत्र जहिले पनि नेटवर्कमा जतिखेर कनेक्ट हुन्छ त्यतिखेर तिम्रो फाइल लैजान सक्छ त्यही भएर जतिखेर प्रोपरली सेयर गर्नु छ त्यतिखेर हामीले के गर्ने पासवर्ड टर्न अफ गर्ने अनि सेयरिङलाई के गर्ने इनेबल गरिदिने टर्न अन फाइल सेयरिङ प्रिन्टर सेयरिङ यिनीहरू सबलाई के गर्ने अन गर्ने र त्यसपछि एक्सेस गर्नका लागि के गर्ने नेटवर्क भन्ने एउटा आइकन हुन्छ त्यसमा के गर्ने क्लिक गर्ने एउटा तरिका यो भयो अब म मोहन भन्ने जो छ त्यसलाई म अर्को तरिकाले पनि एक्सेस गर्छु उसको आइपी एड्रेस कति हो 14 एक्सेस गर्नका लागि विन्डोज आर टाइप गर्ने डबल ब्याकस्ल्यास के डबल ब्याकस्ल्यास फरवर्ड स्ल्यास कहाँ छ ब्याकस्ल्यास यस्तो ए यहाँ रहेछ है यो युएस को युके को कीबोर्ड हो है युके को यो के छ डबल ब्याकस्ल्यास प्रेस गर्ने त्यसको आइपी एड्रेस त्यसको के गर्ने आइपी एड्रेस वा कम्प्युटर नाम हाने पनि हुन्छ जस्तै मोहन हाने पनि खुल्छ है तर आइपी एड्रेस हानेर गरौँ दुई तरिकाले खोल्न सकिन्छ विन्डोज आर त्यसपछि के डबल ब्याकस्ल्यास त्यसपछि उसको कम्प्युटरको नाम के छ मोहन त्यो टाइप गरे पनि हुन्छ नभए सजिलो के आइपी एड्रेस 192.168.10.14 खुल्यो यी फोटो भन्ने खुल्यो है यसरी के हुन्छ दुई तरिकाले फोल्डर र फाइललाई एक्सेस यो इम्पोर्टेन्ट छ फाइल कसरी सेयर गर्ने र कसरी एक्सेस गर्ने यो धेरै इम्पोर्टेन्ट हो सेयर गर्नलाई के कुनै पनि फोल्डर या फाइलमा राइट क्लिक गर्ने के गर्ने राइट क्लिक गर्ने कुनै जस्तो मैले यो फाइल सेयर गर्नु छ भनेपछि पहिला मैले एउटा फोल्डर बनाएँ ल्याब भन्ने फोल्डर बनाएँ के बनाएँ ल्याब भन्ने यो चाहिँ मैले डकुमेन्टलाई यहाँ भित्र राखिदिएँ अब यसलाई मैले सेयर गर्नु छ भने चाहिँ के गर्नु पर्यो राइट क्लिक सेयर विथ स्पेसिफिक पिपुल यहाँ गएर एभ्रीवान एड रिड र राइट दुईटै दिने भए चाहिँ यहाँ गएर रिड राइट गर्नु पर्यो त्यसपछि सेयर गर्नु पर्यो फेरि एक्सेस गर्नका लागि के गर्नु पर्यो विन्डोज आर डबल ब्याकस्ल्यास यो जुन कम्प्युटरको रिसोर्सलाई एक्सेस गर्ने हो त्यसको आइपी एड्रेस यसको आइपी एड्रेस कति हो 192.168.10.13 यसको एक्सेस गर्दै छौं त इन्टर यो देखा युजर भन्ने देखा युजर भित्र एउटा ल्याब भन्ने फोल्डर देखाउला कम्प्युटर भित्र गएर डेस्कटपमा ल्याब भन्ने फोल्डर देखायो अब यसलाई तिमीले कपी गर्न पनि पाउँछौ है तिम्रो अर्कै तरिकाले कपी हुन्छ के
भन्नाले परसम्म माउसको क्रसर जाँदैन यो ल्याब भन्ने फोल्डर आयो। अब यसलाई भित्रैबाट रिड पनि गर्न मिल्छ है, सबै कुरा यही भित्रबाट मिल्छ। चाहिँ सेयरिङ गर्ने थियो, एक्सेस गर्नलाई डबल ब्याकस्ल्यास वा नेटवर्क भन्ने बटनलाई क्लिक। सर त्यो जब त्यहाँ पासवर्ड आउँछ नि त्यसमा पासवर्ड हालेर त्यस्तो त्यो पनि सकिन्छ। युजर नेम र पासवर्ड जस्तै तिमीले पासवर्ड प्रोटेक्टेड राख्यौ तर तिम्रो युजर नेम र पासवर्ड उसलाई दिनु पर्यो, त्यसरी पनि सकिन्छ। जस्तो सर त्यो ठिक हो सर, नि कसैले फाइल चोर्न सक्छ यसरी। यसरी चाहिँ चोर्न सक्छ, तर जस्तै तिमीले फ्रीली छोड्नु छ भने यो तरिका भयो। ल अब त्यही पनि गरिदिउँ ल। फ्री नगर्ने सर, कसले ल त्यही गरिदिन्छु। नेटवर्क केमा जाने, कन्ट्रोलमा जाने, केमा जाने, कन्ट्रोलमा जाने, 9:30 भइगयो। कन्ट्रोलमा जाने, नेटवर्क सेयरिङ सेन्टरमा जाने, त्यसपछि गएर चेन्ज एडभान्स सेयरिङमा गएर जो यो टर्न अन छ नि यसलाई के गर्ने, टर्न अन गर्ने। एकैछिन रोक, पासवर्ड टर्न अफ गर्नु, टर्न अन गरे है। टर्न अन गरेपछि अब चाहिँ हेर, यहाँबाट म एक्सेस गर्छु। विन्डोज आर डबल ब्याकस्ल्यास 192.13 हो नि। अब हेर के माग्छ, तिमी त्यहाँ टर्न अन गर त। युजर नेम र पासवर्ड माग्यो कि मागेन? अब युजर नेम र पासवर्ड नआनेसम्म खुल्दैन। युजर नाम के हो यसको? युजर नाम हेर्न आउँछ कि नै? यहाँ गर्ने हो। कैलाश जे छ युजर नाम भने यहाँ आउँछ है। कैलाश स्टार्ट मेन्युमा आउँछ युजर नाम आफूले राखेको कैलाश जे। अनि पासवर्ड 1 2 3 4 5 6 के। सर आफ्नै पासवर्ड हुन्छ नि सर कम्प्युटरको, युजर नेम पासवर्ड हुन्छ। के हो पासवर्ड? 1 2 3 4 6 सम्म 1 2 3 4 5 6 के हो? यस सर। अपने कम्प्युटरको युजर नेम, अपने कम्प्युटरको पासवर्ड दिनुपर्छ। कोही रोकै विन्डोज आर कन्ट्रोल युजर नेम के हो कन्फर्म गर्नका लागि यहाँ युजर एकाउन्टमा जाने, त्यसपछि म्यानेज अनदर एकाउन्टमा जाने। यो के छ? कैलाश जे, KAILASH 1 2 3 4 5 6 के। क्याप्स लक त छैन है। ल तिमी एक्सेस गर त्यहाँबाट। तिमीले पासवर्ड प्रोटेक्टर बनाऊ? बनाइसक्यो? म यहाँ एक्सेस गर्छु। विन्डोज आर मोहन चौधरीको लागि डबल ब्याकस्ल्यास 192.14 है। पासवर्ड के हो? पासवर्ड युजर नेम मोहन क्याप्स लक मोहन। यति लामो पासवर्ड 9800 619057 पासवर्ड क्याप्स लकमा युजर नेम और पासवर्ड। युजर नेम नेट युजर हो। होस्ट टाइप गर त। विन्डोज आर CMD होस्ट के हाल्नुपर्छ? होस्ट नेम चाहिँ एडमिन। होस्ट नेम एडमिन भने चाहिँ कम्प्युटरको नाम। ए युजर त कम्प्युटर यसको है। युजर त कम्प्युटर हो नि त। त्यसै यहाँ हेरेर आउँछ त एडमिन कम्प्युटर फोल्डर कम्प्युटर बनाएको छ। यो युजर नेम कम्प्युटर हो है। यसको कम्प्युटर हो। अब यहाँ कैलाशमा हाल्नु ल। कम्प्युटर युजर नेम कम्प्युटर कसरी हो? 56K ल। युजर नेम 4-5 तरिका हुन्छ कि एउटै तरिकाले युजर नेम हेर्न मिल्ने भन्ने हुँदैन है। सबभन्दा राम्रो तरिका भने तिमीले यो चेन्ज गरेर रहेछौ, नत्र यही नाम देखाउँथ्यो कि कैलाश चाहिँ भन्ने चेन्ज गर्यौ। त्यही भएर हो, नत्र त्यहाँ कम्प्युटर भन्ने नै देखाउँथ्यो। यहाँ कम्प्युटर खास युजर नेम हेर्ने तरिका भने यहाँबाट हो। यहाँ तिम्रो के देखाउँछ? कैलाश चाहिँ। तिम्रो स्टार्ट मेन्युमा जाऊ त के देखाउँछ? हो त्यसो भने तिम्रो एकछिन विन्डोज सी दबाऊ त। विन्डोज सी दबाऊ। विन्डोजी
त्यसपछि गएर मोहन सीमा जाऊ, माथिको युजर भित्र जाऊ। तिम्रो के हो भने चाहिँ मोहन मात्रै हो, मोहन वा मोहन चौधरी मात्रै हो है। म मोहनको एक्सेस गर्नलाई के गर्ने विन्डोज आर //192.14 युजर नेम मिल्नुपर्छ है। युजर नेम कि त्यसको मोहन हो कि चाहिँ मोहन चौधरी हो। मोहन पासवर्ड के हो एप्पल। सबै त्यो क्यापिटल छ ए तिमीहरूको के हुन्छ भन्दाखेरि सर युजर नेम कसरी त्यो युजर नेम अब तिमीहरू त कन्फ्युजन भइहाल्यो। खास के गर्नुपर्छ भने स्टार्ट मेन्युमा जाने हो। खास के स्टार्ट मेन्युमा सधैँ त्यही नहुने हुँदैन। यो कैलाश जे छ नि त यो के हो युजर नेम। अहिले यदि चेन्ज गरेको छैन भने युजर नेम के हो यही हो है। चेन्ज गरेको छैन भने, यदि चेन्ज पनि गरिहाल्यो भने अर्को तरिका भने जस्तो यो लोकल डिस्क सीमा जाने, यहाँभित्र युजर भन्ने फोल्डर हुन्छ। यहाँभित्र गएर एउटा पब्लिक फोल्डर हुन्छ, एउटा युजरको फोल्डर हुन्छ। युजर सुरुमा क्रिएट गर्दाखेरि जुन युजर नेम छ त्यही नेमले के बनाएको हुन्छ फोल्डर बनाएको हुन्छ। मैले यहीबाट थाहा पाएँ कम्प्युटर भन्ने है, यसरी थाहा हुन्छ। कम्प्युटरको नाम थाहा पाउने तरिका चाहिँ CMD टाइप गर्ने, त्यसपछि गएर होस्ट नेम भन्ने हुन्छ। होस्ट नेम क्लिक गर्ने बित्तिकै के हुन्छ एडमिन भन्ने आयो। यो कम्प्युटरको नाम के हो एडमिन हो। विन्डोज आर CMD अनि गएर होस्ट नेम टाइप गर्ने बित्तिकै के आउँछ कम्प्युटरको नाम आउँछ। यसको कम्प्युटरको नाम के हो ए हो है। यो भयो हाम्रो सेयरिङ र त्यसको एक्सेस भयो। कसैलाई के सोध्नु